यति बेसी रामेन हैन भक्कु मोमो हैन यत्रो यत्रो मासु के अलिक बेसी छ हुन्छ यसको दिलु भाइको मोमो ल्याऊ ल्याऊ प्लेट कतिवटा पुग्यो अहिले प्लेट दिनु छैन ए सरी गाइस खट्टु भन्ने चाहिँ जिन्दगीमा बटल पनि पक्रेको छैन हेलो गाइस सो आज फेरि नयाँ भिडियो लिएर आएको छौँ हामी आज चाहिँ छ मोमो पार्टी हल्का हैन यहाँ इमो आटा मुस्नु थालेछ आटा रे सुजी आटा मुस्नु थालिसक्यो मैदा चाहिँ हामी खाँदैनौँ नि त अन्त यता अरू सबै आफ्नो आफ्नो काममा व्यस्त छ र देखाउँदै जानेछौँ हामी है के हुनेवाला छ बिस्तारै बिस्तारै गाइस मासु चाहिँ यहाँ छ है टक्कै 600 रुपियाँ गयो 2 केजी अलिक बेसी छ हुन्छ यसको अहिले हुन्छ यसको अहिले हुन्छ के हो यो क्यामेरा त उल्टा र झालमुरी पनि बनिँदैछ साथसाथमा है मुनै चाहिँ मुरै भन्दा पनि कदर पत्र बेसी रहेछ नि त अस्ति केटाहरु 3 प्याकेट मुरै खाए धनियाँ चाहिँ ल्याउनु पर्दैन नि त गाइस मैले ल्याउँछु भनेको थिएँ त ग्रुपमा अन्त ठिकै छ धनियाँ ल्याउँ ल्याउँ भनेको थिएँ मैले केही छैन तर यहाँको भन्दा दामी रहेछ नि त यहाँको त अलिक छिपिको आएको छ हो धनियाँ 20 रुपियाँ बिटा तपाईँहरूलाई चाहिन्छ भने यहाँ कन्ट्याक्ट गर्नु सक्नुहुन्छ तपाईँले है गाइजहरू यहाँ छ आधी टिम होइन यतिको हुन्छ होइन प्याज यतिको मिन्स्ड हुन्छ हैन प्याज टप हो नि यतिको टप भन्नु दिलु चाहिँ मेसिन हो अलिक भन्दै बाबु दिलु बारेमा स्पिडहरू उसको भन्थ्यो दिलुको स्पिड बारेमा के भन्नु त दिलु तिमीलाई आयो भन्नु नि दिलु भन न स्पिडको बारेमा मलाई चाहिँ पहिला अलिक भनिदेऊ न पहिला चाहिँ उसलाई चाहिँ प्याज कटर भनेर चिन्थ्यो अरे होइन मलाई चाहिँ पहिला भनेर भन्दैन किलो प्याजमा के रह 3 जना थुप्रेको छ हैन भित्र हेर्ने बेसी भयो रो गाइस झालमुरी पनि रेडी दामी बनाइदिएको छ सुरज दादा मैले यता अचारको लागि रेडी फेरि हो यहाँ हाम्रो मेन चाहिँ यहाँ छ नि त च्यानलको मेन मान्छे नै यहाँ छ अब स्पिड देखाइदिएन मेरो मेसिन चलेन कि लाइट नभएर तर मेसिन भन्दा स्पिड हिँड्दैछु गाइस अहिले म हैन दुईपट्टै भ्याउनु पर्ने रहेछ नि त यो घुमाइदिनु अरे ल टप रेडी भएर आएको छ जीविता मासु घामले रातो भइसक्यो कस्तो अनुहार मात्रै निकालेको काट्ने फेरि यस्तो हेर्छौँ कडा कन्ट्याक्ट नम्बर चाहिन्छ भन्नु यो चाहिँ आज हाम्रो चाहिँ एकदमै केटाहरू मिलेर गरेको होइन यसमा धेरै योगदान छ हाम्रो केटाहरूको धेरै दिन बाद त्यसरी मिलेर केटाहरूसँग एकदम रमाइलो भइरहेछ होइन के भन्छ यो मासु तपाईँहरूलाई अस्ति चाहिँ झिङ्गेको है भ्लग आएको थियो तर धेरै दिन ग्याप भयो हाल्नै बिर्सेछ ब्लगमा हात बेसी नहोला धेरै दिन ग्याप बादमा चाहिँ फेरि हाम्रो एउटा हाम्रोमा टाइम पनि छैन टाइम छैन नि त अहिले ड्युटी कन्टिन्यू भइरहेछ होइन एउटा ग्याप पनि छैन
फेरि हाम्रो एकजना सरले बिहा गर्नुभयो कि अन्त त्यही भएर अलिक उहाँ पनि भ्याउन साह्रो पर्नुहुन्छ है हाम्रो थर्ड को फाउन्डर हुनुहुन्छ उहाँ सुखा भएको क्यामेराम्यानले उहाँ अहिले अलिक बिजी हुनुहुन्छ त्यही भएर फेरि अब यो सकेर फेरि छिटै आउँछ एक दुईवटा भ्लगहरू स्कुलको भ्लगहरू यसो भ्लग चाहिँ होइन अब एउटा उयो आउँछ होला ग्रुप सङहरू म्युजिक भिडियोहरू आउँछ अब तपाईँहरूले यसो सपोर्ट गर्दै गर्नुहोस् यसरी नै होइन मुखबाङ गर्नुपर्छ यति बेसी रामेन होइन भक्कु मोमो होइन यत्रो यत्रो मासु खान्छ के चाहिँ यो हाम्रो दिलु भाइको होइन दिलु भाइको मोमो इस्टर सन्डेले केटाहरूले हल्का होइन फास्टिङमा रहेछ विश्वासी छ केटा होइन उसलाई परमेश्वरले आशिष दिएको हुन् खानामा जानेछौँ खानको लागि जानेछौँ त्यति बेलासम्म चाहिँ तपाईँहरू पर्खिदिनु होइन नातिरो भाइ के भन्न चाहन्छ यहाँ धुवा सुँगाइदिँदै गर्नु बाबा त्यो माउको बाफ सुँगाइदिँदै गर्नु त्यो उयसमा पुग्छ भने डल्लो अब डल्लो बेसी हो किमा आउँछ कि लु कौडी खा ल उब्रेको डल्लो लु कुन चाहिँ चलेको बेलायमा नै हो बेलामै हो चलेको मेडमले लेप्चाबाट बेल्नु भनेर कलमा यति त प्याकिङ छ क्या है एक दुईवटा फुटेछ पनि तर दामी हुन्छ सधैँ पाक्दैछ है गतिलो छ अचारै हेरिहाल्नुहोस् गाइस 37 पिसिसकेको छ अचार र भेज मोमो यहाँनिर छ भेज खानेलाई भेज छ होइन हल्का रामेनको पनि हल्का च्यालेन्ज हुन आँटेको छ जस्तो लाग्छ मलाई गाइस
जस्तो सोलो सके त्यस्तो उठ्नु तिमीलाई त्यही तिमी त कहाँ हराइदियो तिमीलाई त्यही तिमीले मलाई सोद्धा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ तिमीले मलाई सोद्धा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ अब त पनि मरिसक्यो रहर मुटुबाट हटिसक्यो अब त पनि मरिसक्यो रहर मुटुबाट हटिसक्यो किन हो किन यस्तै हो अब हामी रेडी छौँ है सबै पाकिसकेको छ रामेन पनि छ 3x ल अब हामी सुरु गर्नेछौँ ल गाइस सुरु गरौँ हाला 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 गाइस हाला लु आफू हाली खाने हो ल्याऊ ल्याऊ प्लेट कतिवटा पुग्यो अहिले प्लेट दिनु छैन ए सरी गाइस सो फाइनली हामीले आजको सकिसकेका छौँ है के भन्नु म चाहिँ लागे बस्दै गर्नुहोस् हात पनि हो बाई बाई गाइस म चाहिँ जानु पर्यो है केही कारणवश ठुलो कारण परेको छ ठुलो कारण परेको छ सेवा एटेन्ड गर्नु परेको छ है ल बाई बाई कस्तो भयो भने भनेको कस्तो भयो भने भनेको एकदम गाइस मजा आयो आज मुखबाट पनि उली उली भएको छ एकदम दामी बनायो केटाले सबैले हो मुखबाट उली उली भएको स्टे ट्युन एकदम स्टे ट्युन है गाइस म्युजिक भिडियो चाहिँ हाम्रो एकदम सपोर्ट गरिदिनु पर्ने भयो हो ल गाइस लु हाम्रो मेन लेट्स गेट रेडी फर द मर्निङ सङ प्रवृत्ति खै त आउनु नि आउनु नि स्टेट एन्डम है कस्तो
म माथि छु अहिले एकछिन आउँछु। म भयो नि यता बस्नु न। यही हो र आज चाहिँ एकदम मजा आयो केटाहरूसँग यसो मिलेर हामीले है मजा आयो पनि मातेर बोले साथीभाइ भनेको यस्तै हो होइन मजाको लागि मजा गर्नुपर्छ हो नि जीवित होइन त्यस्तो चाहिँ यस्तो चाहिँ गर्नु हुँदैन म पनि आएँ म पनि आएँ यो चाहिँ हामी एकदम मजा गऱ्यौँ मजा गर्यो एउटा जना मोमो मोमो इन्जोय हो होइन एउटा स्पेसली हाम्रो थ्याङ्क्स सुका ब्लगलाई चाहिँ एकदमै सपोर्ट दिनुहोस् लभ सपोर्ट हो एकदम कमेन्ट स्टारहरू बढाइदिनुहोस् सेयरहरू तपाईँहरू गरिदिनुहोस् हो अझै हामी नयाँ नयाँ भिडियोहरू ल्याउँछौँ नेक्स्ट अब म्युजिक भिडियो आउने रहेछ हाम्रो नेक्स्ट हाम्रो म्युजिक भिडियो आउने होला छ त्यसको हाम्रो मेन को हुनुहुन्छ तपाईँ हुनुहुन्छ नि। हामीले प्राय के भन्छ यो भिडियो हाल्नु पाएको छैन किनभने सबै बिजी छ आज त्यसो टाइम निकालेर यो होइन